साथी हो, अब चाहिँ गर्मी पलाछ है। हेर्नु है, जता पाए त्यतै साँप। हाम्रो घरको छेउमा हेर्नु न, यसो बाहिर निस्केकी थिएँ, मेरो त छेउमै पो रहन्छ साँप। कस्तो डर लाग्यो। अनि मोबाइल ल्याएर भिडियो गरेँ, हजुरहरूलाई पनि देखाउँछु भनेर। हेर्नु न, हिँडिसक्नु छ अब कहीँ भन्नु त। हाम्रो हिँड्ने बाटाको अलिकति उता है। कस्तो डरे मर्दो। हेर्नु कत्रा कत्रा साँप। हेर्नु कस्तो बिहेरिएका छन्। डर लागि पनि भिडियो गरेर तपाईँलाई पनि देखाउँछु भनेर। अन्त कस्तो फनफनी बेरिएका छन्। अब चाहिँ हिँड्न पनि डरै लाग्छ मलाई चाहिँ। हजुरहरू पनि सतर्क भएर हिँड्नु होला है, जता पाए त्यतै साँप छन् अहिले त। सबै जङ्गल बाँसेर होला, एकदम घर घरै साँप। भित्र पनि साँपै देखिन्छ, बाहिर पनि साँपै देखिन्छ। अब चाहिँ मलाई चाहिँ एकदम डर लाग्छ हो। केटाकेटी पनि जता पाए त्यतै कुद्छन्। सबैजना सुरक्षित रहनु साथी हो। अब चाहिँ गर्मी पलाछ है। हेर्नु है, जता पाए त्यतै साँप। हाम्रो घरको छेउमा हेर्नु न, यसो बाहिर निस्केकी थिएँ, मेरो त छेउमै पो रहन्छ साँप। कस्तो डर लाग्यो। अनि मोबाइल ल्याएर भिडियो गरेँ, हजुरहरूलाई पनि देखाउँछु भनेर। हेर्नु न, हिँडिसक्नु छ अब कहीँ भन्नु त। हाम्रो हिँड्ने बाटाको अलिकति उता है। कस्तो डरे मर्दो। हेर्नु कत्रा कत्रा साँप। हेर्नु कस्तो बिहेरिएका छन्। डर लागि पनि भिडियो गरेर तपाईँलाई पनि देखाउँछु भनेर। अन्त कस्तो फनफनी बेरिएका छन्। अब चाहिँ हिँड्न पनि डरै लाग्छ मलाई चाहिँ। हजुरहरू पनि सतर्क भएर हिँड्नु होला है, जता पाए त्यतै साँप छन् अहिले त। सबै जङ्गल बाँसेर होला, एकदम घर घरै साँप। भित्र पनि साँपै देखिन्छ, बाहिर पनि साँपै देखिन्छ। अब चाहिँ मलाई चाहिँ एकदम डर लाग्छ हो। केटाकेटी पनि जता पाए त्यतै कुद्छन्। सबैजना सुरक्षित रहनु।